हेर्नुहोस् त साथीहरू, उहाँले भुइँमा झरेको सिगरेट टिप्दै हुनुहुन्छ नि, त्यहाँ छेउमा बसिरहेको साथीले देखेर उहाँले चाहिँ त्यो भुइँमा झरेको फोहोर हुन्छ नतान्नु होला भनेर सिङै खिलिदिनु भयो। तर उहाँले त्यो सिगरेटको जुन ठुटा टिप्नु भएको चाहिँ डस्टबिनमा फाल्नको लागि थियो। तर उहाँले सोच्नुभयो तल भुइँमा झरेको टिपेर तान्ने भनेर उहाँले सिङै खिलिदिनु भयो। त्यसपश्चात उहाँले के गर्नुभयो त हेर्नुहोस्, आफ्नो वाइफलाई कारमा गएर सिङ्गै पाकेट सिगरेट लिनको लागि हराउनु भयो र उहाँले ल्याउनु भयो। हेर्नुहोस् है, अब उहाँले त्यो 1 किलो सिगरेटको साटो उहाँहरूलाई एक पाकेट सिगरेट सिङै पाकेट सिगरेट दिँदै हुनुहुन्छ है। यसले कति धेरै ज्ञानवर्धक कुराहरू चाहिँ नि फैलाउँछ। हेर्नुहोस् है त, अब उहाँहरूकै आँखा अगाडि लगेर डस्टबिनमा हालिदिनुहुन्छ ल, हेर्नुहोस् त है। त्यसले उहाँहरूले त्यो देखिराख्नु भएको छ। त्यसले गर्दाखेरि एकदमै ज्ञानवर्धक कुरा छ साथीहरू है। यसलाई चाहिँ सक्दो सेयर गर्नु होला है त।